वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँलाई स्वागत छ आजको मेरो यस न्यू ब्लगमा। आज पनि म न्यू ब्लग ल्याएर तपाईँहरूको सामु जियोस् 8 भइसकेको छु भनौँ होइन। अनि त्यही हो, आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि ठिक छु जियोस्। अनि अहिले चाहिँ बिहानको 7 बजिरहेछ। अनि खास चाहिँ म अब यहीँ थोरै झुल्नेटादेखि अलिकति यता साइडबाट ब्लग हान्दैछु। अनि अब ब्लग यहाँ बसेर हुँदैन होइन, जहिले एउटा कन्टेन्ट के देखाउने भनेर पनि हो। अनि म आज चाहिँ हिजो चाहिँ म चौरजारी गएर आएको, लिखित भइसक्यो कि मेरो ट्रायलको बाइकको होइन। अनि लिखित भइसक्यो भनौँ बाइकको। अब आज ट्रायल छ। अनि एक दुईजना केटाहरू त्यो पारीको डाँडोबाट आउँदैछन्। अनि म चाहिँ अनि यता चाहिँ बाइक साइक छ मेरो। यो चाहिँ हाम्रो सडक भयो होइन। यहाँ झुल्नेटादेखि म चाहिँ अहिले चौरजारी जाँदैछु। 10 बजीदेखि छ। यसो ब्लग सलग हानौँ, जस्ट रमाइलो गरौँ भनेर चाहिँ होइन। अनि त्यतातिरको यसो भ्यूहरू देखाऊँ कस्तो हुन्छ त आजको दिनलाई म जस प्रेजेन्टिङ गरौँ भन्न खोजेँ कि होइन। अनि त्यही हो, अब जानुपर्ने हुन्छ। लेट्स सी, आई होप यु विल वाच स्टिल इन। अनि नयाँ हुनुहुन्छ भने टक्क सब्सक्राइब हानिदिनु होला, यस्तो सपोर्ट गरिदिनु होला होइन। त्यही हो, अहिले चाहिँ हामी होइन झुल्नेटादेखि यहाँ आइसकेका छौँ। यहाँ भन्नाले हाम्रो चाइना बगरतिर होइन। अनि त्यही हो, जस्ट हाम्रो यसो पार्किङ सार्किङ यहाँ त भइरहेछ, केटाहरू फेरि यता होइन। त्यही त हो नि, अब भ्यूहरू पनि बवाल छ यतातिरको। यता तलतिर चाहिँ हाम्रो सानो भेरी छ। अनि यो चाहिँ चाइना बगरको एकदम त्यो गाउँ भयो। यो चाहिँ मेन रोड छ, अलि यतातिर अफ रोड टाइपको छ। अलमोस्ट हामी अब चौरजारी पुग्नै लाग्यौँ होइन। अनि कति 1 घन्टामा आइयो होला यहाँ यतातिर। के छ त हाम्रो टोलीको खबर फेरि सङ्गम? अनि त्यही हो, अब एकछिनमा चौरजारीतिर पुगिन्छ। अनि हाम्रो 10 बजीदेखि यसो ट्रायल छ, हान्नुपर्छ। आज घुम्नुपर्छ हाम्रो चौरजारीतिर, यसो देखाउने छु म पनि होइन। त्यही हो, हाम्रो चाहिँ अहिले चाहिँ रेस्ट हो अलिकति यसो। अनि अग्लो अग्लो छ क्या यहाँ पाहाडहरू पनि, मस्तको छ बाटो पनि। त्यही त हो नि, अब पुरा सानो फेरि यो चाइना बगरको सानो सानो टाइपको बजार छ। पानी सानी ल्याउनु पर्ने हामीले यहाँ हाल्नुको लागि। के भन्छ अरे, के तातिन्छ अरे? डिस्पेट। अनि हाम्रो पुरा यो धेरै रन्काइन बाइक, त्यही भएर पनि तातिरहेछ। यतातिर पानी सानी राखेपछि टक्क मजा आएको हुन्थ्यो फेरि। त्यहाँ हुँदैन, यता यता थुकौँ त यहाँनिर, यसमा लास्टै तात्या चाहिँ पनि। हाम्रो चाहिँ अहिले यतातिर ट्रायल चलिरहेछ होइन, जस्ट देख्न सकिन्छ। हामीलाई चाहिँ भित्र जानको लागि एकदम अलाउ छैन होइन। लाइन गयो क्या, मान्छेहरू धेरै छन् यतातिर फेरि। हाम्रो चाहिँ पालो सालो आएको छैन, हामी कुरिरहेछौँ होइन, हेरिरहेछौँ। कत्र्यान हानिरहेछन् कोहीले भने, कोहीले गइरहेछन्। हाम्रो सङ्गमको के हुन्छ अब हेर्नुपर्ने हुन्छ। ल हामी लाइनमा है, लाइनमा एकदम। लाइनतिर छौँ हामी चाहिँ होइन, यसो पालो सालो कुर्नु पर्ने हुन्छ। अहिले चाहिँ हाम्रो यसो खाना चलिरहेछ भनौँ होइन। हाम्रो खाना साना छ, अब रेडी भइसकेको छ। यो चाहिँ यहीँको लोकल एकदम के भन्छ दाल होइन, भेरीको माछा मस्तको छ यहाँ फेरि होइन। त्यही हो, खानु पर्ने हुन्छ एकछिनमा। अर्ग्यानिक यहाँ चौरजारीको खानाहरू। ल सुरु गरौँ है टोली। पापडबाट स्टार्ट हाल्नु गयो।
अहिले चाहिँ हामी यसो खानासाना खाएर होइन ट्रायल हानेर एकदम आइसकेका छौँ यहाँ। हामी चाहिँ माथि यता डाँडो छ भने तल चाहिँ हाम्रो चौरजारी छ, तल चौरजारी माथि डाँडो टक्क होइन केटाहरू बसिरहेको छन् यतातिर। अनि त्यसपछि यो चाहिँ हाम्रो चौरजारीको टक्क भ्यू स्यू हेरौँ होइन कस्तो देखिने रहेछ यसो अलि माथिदेखि होइन भनेर चाहिँ आऊ हामी। जोस् यहाँको टपमा आइसकेका छौँ। अनि त्यही त हो नि अब यस्तो छ यतातिरको भ्यू भनेपछि यो डाँडोको भ्यू। अनि तलतिर चाहिँ मजाको सिन आउँदो रहेछ यतातिर। यतातिर चाहिँ बजारहरू छ, यता चाहिँ हाम्रो त्यो चाहिँ नदी भयो होइन। अनि त्यही त हो नि एकछिन हामी यसो टिकटक भिडियो सिडियो हान्छौँ, रमाइलो समाइलो गर्छौँ। अनि एकछिनमा घरतिर पनि जानुपर्ने हुन्छ। केटाहरू फेरि मस्तसँग बसिरहेको छन् यता। अहिले चाहिँ होइन अनि त्यही हो म चाहिँ उता चौरजारी हुँदै सिमली हुँदै सोलाबाङ हुँदै झुलनेटा आइसक्यो हो होइन। अनि आएर पनि झुलनेटादेखि थोरै ओरतिर आइसकेको छु म। अनि यसो घरतिर जानु पर्यो भनेर बाटोमा छु कि म। यो चाहिँ हाम्रो अफरोड बाटो गाउँको टक्क मजाको फेरि होइन। अगाडि चाहिँ पानी पऱ्यो धेरै अलिअलि पानी पऱ्यो र पानीको कारणले गर्दा अलि धुलो छैन, नत्र पनि लास्टै उराउँछ नि त। त्यही हो अब छोटो मिठो भ्लग आज कस्तो लाग्यो यसो होइन हेर्नु होला भन्ने चाहिँ मेरो। अनि तपाईँको चाहिँ केही यसो कमेन्ट समेन्ट पनि हानिदिनु होला नि त होइन। अनि धेरै दिनपछि यसो भ्लग्स हान्दैछौँ। अनि त्यही हो नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, यसो सपोर्ट गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ दिस भ्लग गाइज।